हेलो गाइज, तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी भेक्टर पढ्न गइरहेको छौं। भेक्टर भनेको यस्तो क्वान्टिटी हो जुनसँग डाइरेक्सन पनि हुन्छ र म्याग्निट्युड पनि हुन्छ। अब विद्यार्थीहरुले यो भेक्टर पढ्दाखेरि सबभन्दा भुल्ने अलिक नआउने खालको कुरा यो डाइरेक्सन हो। जस्तै यो भेलोसिटी 5 मिटर पर सेकेन्ड हुँदाखेरि यसको डाइरेक्सन त खोइ त भन्छन् धेरै जनाले। तर यसको कुरा त के हो, यसको डाइरेक्सन भन्दाखेरि यो पोजिटिभ र नेगेटिभले त्यसको डाइरेक्सन बताउने गर्छ। एउटा कुनै भेक्टर लियौं भने यदि ए भेक्टर, त्यो भेक्टर भनेको म्याग्निट्युड अफ ए अनि ए युनिट भेक्टर हुन्छ। यो युनिट भेक्टर भनेको चाहिँ डाइरेक्सन हो। धेरै साथीहरुलाई यो करेन्ट भेक्टर क्वान्टिटी हो कि स्केलर भन्ने आइरहेको हुन्छ। एक्जामतिर पनि बुकहरुमा पनि देखिराख्नु भएको छ होला। तर यो म कुरा बताउँछु, यो करेन्ट भनेको योसँग डाइरेक्सन पनि हुन्छ, म्याग्निट्युड पनि हुन्छ। तर किन यसलाई त स्केलर भनिन्छ, यसको कुरा म बताउँछु। यता हेर्नु, यता 5 एम्पियर को करेन्ट आउँदैछ, यता 6 एम्पियर को करेन्ट आउँदैछ भने अनि इधरको बीचको थीटा छ भने यो एंगलले भर्न परिकन 6a + 5a मतलब 11 एम्पियर हुन्छ। यस्तो हुन्छ। तर भेक्टरले के भन्छ भने यदि कुनै फोर्स लियौं, यदि यो फोर्स भयो र यसलाई यता यसरी लगाइएको छ र यताबाट यसरी लगाइएको छ भने यसको एंगलहरु हेरेर यसको रिजल्टेन्ट निकाल्ने गरिन्छ भने यसमा चाहिँ त्यस्तो हुँदैन। यसमा चाहिँ अल्जेब्रिक सम भयो। अब यो अल्जेब्रिक सम भनेको के हो भन्दाखेरि जस्तै अब तपाईहरुले पढिराख्नु भएको छ होला, 1 + 1 = 2, 2 + 2 = 4, यस्तै। अब हामी पढ्न गइरहेको छौं अब ल अफ भेक्टर एडिसन। ल अफ भेक्टर एडिसन धेरै इम्पोर्टेन्ट छ एक्जामको लागि, यो ख्याल गर्नु होला। ट्रायंगल सुरुमा चाहिँ छ ट्रायंगल ल अफ भेक्टर एडिसन। ट्रायंगल ल अफ भेक्टर एडिसन। अब तपाईहरुलाई थाहा भइहाल्यो यो कस्तो खालको ल हो भन्दाखेरि ट्रायंगल ल। हामीले यसमा के बनाउनु पर्छ भने ट्रायंगल बनाउनु पर्छ। ट्रायंगल यताबाट फोर्स आइरहेछ कुनै, यसको फोर्स ए राख्दियौं अनि यताबाट गइरहेछ नि यो फोर्स बी हो। इधरको डाइरेक्सन कति भयो त थीटा भयो। अब यसरी थीटा हुँदै गर्दाखेरि अब हामीले यसको रिजल्टेन्ट निकाल्नको लागि हामीले यसो नि गर्न सक्यौं। तर तपाईहरुलाई बुकमा यस्तो खालको दिएको छ होला, म अर्कै पाराले गरिदिन्छु। यो भयो, यो फोर्स भयो। फोर्स जे लिदा नि हुन्छ। यहाँ मैले चाहिँ फोर्स लिएको, म ए भेक्टर र बी भेक्टर लिन्छु ल। यसमा थीटा बनाएको छ। अब यसबाट निक्लिने रिजल्टेन्ट, चाहिँ कस्तो हुन्छ भने यसरी सिधा गएको हुन्छ क्या। हामीले यस्तो मान्छौं। अब यता पुरै यतितिर ढल्केको हुन सक्छ। यसको के भयो भने ट्रायंगल ल अफ भेक्टर एडिसन, दुईटा फोर्सले गर्दाखेरि एउटा वस्तुमा पर्ने असरै हो क्या यो। जस्तै अब तपाई यहाँ टग अफ वारको कुरा गरौँ न। टग अफ वारकै यहाँ डोरी छ, यहाँ मान्छे छन्, फोर्स त यताबाट नि लागिरहेछ, यतातिर लागिरहेछ फोर्स, यतातिर तान्दैछ यो मान्छेले भने यो इधर मान्छेहरुले यता तान्दैछ। यो डोरी चाहिँ कतातिर जाला त, यतातिर जाला। यो भनेको चाहिँ दुईटा भेक्टरको रिजल्टेन्ट हो। यो भेक्टर र इधर भेक्टर। यो भेक्टरले यो भेक्टर क्यान्सल आउट गरो, किनभने मानिम इधरु 1 2 3 जनाकै बल बराबर थियो भने यसले यता तानेर यता तान्ने बराबर भयो। यदि यो थिएन भने यो डोरी कतै पनि हल्लिदैन थियो। तर यसले यता तानेको कारणले यस्तो भयो। यसरी नै हामी यसको रिजल्टेन्ट निकाल्दै छौं। दुईटा फोर्सले
एउटा वस्तुमा कस्तो रिजल्ट कस्तो असर पारो त त्यही निकाल्न खोज्दैछौँ। अब यो मतलब हामीले यो बनाउन त बनायौँ यस्तै खालको। मैले तपाईँलाई ट्रायंगल ल भने तर यो यसो हेर्दाखेरि प्यारालेलोग्राम बन्ने खालको जस्तो देखियो मैले। म यो तपाईँलाई प्यारालेलोग्राम खालको नि बुझाउँछु एकछिनमा। यो मैले अहिलेकै पाराले गर्छु। प्यारालेलोग्राम र ट्रायंगल भनेको चाहिँ उस्तै नै हो है। अब अहिलेको यहाँ लेखेको थियौँ साथी, मतलब यस्तो भयो ए भेक्टर। अब यसलाई यो मतलब फोर्स त यतिकै देखाएको मात्रै हो म्याग्निट्युड। अब यसलाई यसरी ब्याक लिएर जाउँ ल। यसरी यो बी भेक्टर भयो, यो ए भेक्टर भयो, अनि यसरी सिधा यसरी रिजल्टेन्ट भेक्टर तानिन्छ। यो ट्रायंगल ल अफ भेक्टर एडिसनको डेफिनेसन चाहिँ लास्टै सजिलो छ है। के भन्छ भने त यसले के भन्छ भने इट स्टेट्स दैट इफ टू भेक्टर्स, हेर्नु है, टू भेक्टर्स can be represented in magnitude and direction by the two sides of triangle taken in the same order। हेर्नु यो सेम order मतलब भेक्टर यता लागिरहेछ यो यता लागिरहेछ भनेकै सेम order भनेको है। then the resultant is represented both in magnitude and direction by the third side of the triangle taken in opposite order। अब यता हेर्नु, मतलब यो अलिक ठुलो बनाइदिन्छु म। मतलब त यो भेक्टरको डाइरेक्सन त यतातिर छ, यो बी भेक्टरको डाइरेक्सन यतातिर छ, तर रिजल्टेन्टको त डाइरेक्सन कतापट्टि हुनुपर्ने त? यसरी सिरियल्ली हेर्दाखेरि यसरी घुम्नु पर्ने हो, तर यस्तो हुँदैन। यसको डाइरेक्सन यतापट्टि हुन्छ। यो चाहिँ अपोजिट अर्डरमा भयो, किनभने यो सेम अर्डरमा लेखेको छु भने यो अपोजिट अर्डर हुन नि भइहाल्छ नि। यो यताबाट फोर्स लगाएको, यताबाट फोर्स लगाएको, मतलब यसको रिजल्टेन्ट यतैतिर त जान्छ। यो आर मान्दिम, आर भेक्टर मतलब रिजल्टेन्ट इधरको यो दुईटा फोर्सको असर। अनि यसलाई एङ्गल अल्फा मान्दिम। यो एङ्गल भनेको चाहिँ यो रिजल्टेन्ट र ए भेक्टरको हो। तपाईँले कपीमा साइसक्नु भएको छ होला। अब मैले पल्टाएँ। अहिलेकै फेरि पिक्चर बनाउँछु है। अहिलेको पिक्चर यस्तो छ, यो भयो बी भेक्टर, यो भयो ए भेक्टर, यो भयो रिजल्टेन्ट। क्यापिटलले लेखिदिउँ न के हुन्छ। यो भयो अल्फा, यो भनेको रिजल्टेन्ट र ए भेक्टरको बिचमा भएको एङ्गल। अब मतलब हामीले यसरी तान्दिउँ, यसरी पाइथागोरस थ्योरम लगाउनुपर्छ क्या अहिले, त्यही भएर यसरी तानिएको। यसरी यो चाहिँ 90 डिग्री हुने गरी तानिएको हुन्छ। इधर फोर्स चाहिँ 90 डिग्री हुने गरेको तानिएको हुँदैन है। यसरी मतलब 90 डिग्री पनि हुन त सक्छ, तर यहाँ हामीले 90 डिग्री नमानिकन फेरि तानेको छौँ। अब यसमा हेर्ने अर्कै कुरा छ। अब यसको सिधा लाइन हामीले यहाँ पनि तानौँ, मतलब यति बुझ्नको लागि। अनि यो तान्दा के हुन्छ यो भनेको त बी भेक्टर हो, यो लाइन भनेको नि बी भेक्टर हुन्छ। तपाईँले स्क्वायरमा पढ्नुभएको छ होला, यता पनि ए, यता नि ए, यता नि ए, यता बी। त्यस्तै हो कुरा, सेम यस्तै हो। बी भेक्टर भयो, यता नि बी भेक्टर भयो, यता ए भेक्टर त छोडिदिउँ। अब मतलब इधर ठुलो एङ्गल मतलब ए भेक्टर र बी भेक्टरले बनाएको एङ्गल चाहिँ कति होला त? यो त हामीले अल्फा मान्दिउँ, यो थीटा मानौँ। अब यसरी हेर्ने हो भने यो एङ्गल र मतलब यता हेर्ने, म मजाले बुझाउँछु, त्यो अलिक बुझिन होला ह्यान्डराइटिङ। यो यसरी बनाए, यो भाग बनाए, यो यसरी तानिम। अब यहाँ थीटा हुन्छ भने यहाँ पनि थीटा नै हुन्छ गाइस। यो तपाईँले प्र्याक्टिकली गर्नुभयो भने नि यो सफल हुन्छ। मतलब सिधा लाइन तान्नु, अनि एउटा जताबाट पनि तान्दा भयो, यस्तै तान्दा पनि भयो, सिधै पनि तान्दा। अनि यस्तै खालको सेम प्यारेलल हुने गरी तपाईँले तान्नु हो भने दुईटाको एङ्गल बराबर आउँछ। मैले पनि ट्राई गरिसकेँ, यो एकदम सही हुन्छ। अब यो त कुरा छोडिदिउँ। अब हामी यहाँ
ल प्रुफ गर्नेतिर ल निकालौँ न त मतलब एडिसन गर्ने कसरी रिजल्टेन्ट चाहिँ मतलब त्यसको असरलाई चाहिँ कसरी एडिसन गर मतलब अब यसरी अल्जेब्रिक इक्वेसनबाट पनि गर्न त मिल्दैन ल गरौँ यसरी त मैले अलिक फेरि बनाउनु पर्ने भयो मैले यसरी रिजल्टेन्ट गयो रिजल्टेन्ट र ए भेक्टरको बनियो अल्फा यो ठुलो बनियो थीटा यसरी मानेको मात्रै हो यसको थीटा भएकोले यता नि थीटा यो भयो ए भेक्टर यो भयो बी भेक्टर यो भयो आर भेक्टर हाम्रो रिजल्टेन्ट अब हामी पाइथागोरस थ्योरम युज गरौँ हामीले पाइथागोरसमा के जानेको छ h स्क्वायर इज इक्वल टु p स्क्वायर प्लस b स्क्वायर जानिएको त छ नि त यस्तै h स्क्वायर इज इक्वल टु p स्क्वायर प्लस b स्क्वायर अब यता हेर्नु मजाले बुझाउँछु म यो 90 डिग्री भयो यो भयो एंगल यो मतलब यसो गर्नुपर्छ यता हेर्नु मतलब यसलाई म पोइन्ट लाम के लाउनु क्यापिटल ए क्यापिटल बी क्यापिटल सी क्यापिटल डी लाम यस्तो हुन्छ हेर्नु है एबी स्क्वायर इज इक्वल टु अब पी स्क्वायर भनेको त मतलब पी स्क्वायर भनेछ पी स्क्वायर मतलब बीडी स्क्वायर प्लस बी स्क्वायर हेर्नु त के हो एसी प्लस सिडी हो नि त यो मतलब एसी त यति गरेर फेरि तान्नेको नि त यो पाइथागोरस थ्योरम युज गर्नको लागि त्यो एसी प्लस बीडी को होल स्क्वायर बीडी को होल स्क्वायर अब बीडी स्क्वायर भयो अब यसलाई लाम फर्मुला एसी को स्क्वायर प्लस 2ac बीडी प्लस बीडी स्क्वायर यसरी पनि निस्किन्छ है अब अर्को छ यसमा गर्नुपर्ने अब यसमा के गर्नु पर्यो भन्दाखेरि 2ac बीडी भयो मतलब यता हेर्नुहोस् है गाइज हामीले यो तानेको छौं नि यो लाइन किन तानेको हो भन्दाखेरि त यतिकै मतलब पाइथागोरस थ्योरम युज गर्नको लागि तानेको नि त अब मतलब यो हटाउनलाई के गर्नु पर्यो त हटाउन त पर्यो मतलब हामीलाई यो यस्तो ए भेक्टर बी भेक्टर मात्रै दिएको हुन्छ क्या रिजल्टेन्ट निकाल भन्छ त्यसको लागि त यो यस्तो खालको त दिएको हुँदैन हामीलाई यसको कति हो त्यही भएर हामीले फेरि निकाल्नु पर्ने हुन्छ अब यहाँ थीटा छ नि थीटा यही थीटा नम्बर छ तपाईले हेर्नु है यो थीटा बनी यो थीटा अब तपाईले पढ्नु भएको छ कि छैन मलाई चाहिँ थाहा भएन तर यस्तो चाहिँ पढ्नु नै पर्छ तपाई यदि 10 क्लासमा अप्सनल म्याथ हुन्छ यो थाहा हुन्छ यो cos थीटा भनेको यो र tan थीटा भनेको यो त्यो तपाईले थाहा पाउनु नै पर्छ क्या मतलब यस्तो सिमिलर कुराहरु पनि तपाईले थाहा पाउनु भएन त्यसले तपाईलाई गाह्रै पर्न सक्छ है अब यता हेर्नु अब हामीलाई के मतलब जता हामीलाई यो बीडी स्क्वायर हामीले अब बीडी स्क्वायर यो बीडी स्क्वायरलाई पनि हटाउनु पर्छ हामीले अनि के हटाउनु पर्छ भन्दै एसी त हटाउनु परेन ए भेक्टर भइहाल्यो एसी बीडी ल दुईटै बीडी लेखेछु है एसी सीडी यहाँ सीडी लेखिन् यहाँ पनि सीडी लेखिन् अब यो त भइहाल्यो अब बीडी अब एसी त हामीले दिएको छ एसी पनि छ हामीसँग तर यो सीडी भन्ने त छैन नि त हामीसँग सीडी पनि हटाउन कोसिस गरौँ बीडी प्लस बीडी एकछिन है अब हेर्नु म यो फर्मुला युज गर्छु तपाईलाई यो ट्रायंगललाई एउटा अर्कै ठाउँ बनाएर देखाउँछु तपाईलाई एकदम यति ट्रायंगललाई यो यति मात्रै यता नहेर्नु है यहाँ बनाएर देखाउँछु यहाँ यस्तो छ यो भयो थीटा यसरी पाइथागोरस थ्योरम युज गर्ने चाहिँ यो सीडी भयो यो बीडी भयो अब हामी पाइथागोरस थ्योरम युज गर्छौं
अब मतलब यसरी हेर्दाखेरि यो पी हो भने यो बी हो यो एच हो। हामीलाई के थाहा छ एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर। हामीले त्यो किन गरेको भन्दाखेरि यो बीडी स्क्वायर र सिडी स्क्वायर हटाउनको लागि गरेको है, यति याद राखौँ है। यो बीडी स्क्वायर र सिडी स्क्वायर किनभने बीडी यो बीडी त हामीले यत्तिकै निकालेको, यो पोइन्ट हाइपोथेटिकल मतलब हामीले यत्तिकै निकालेको। यो हामीलाई ए भेक्टर र बी भेक्टर मात्रै दिएको हुन्छ, यो त हामीले हाइपोथेसिस रुल युज गर्नको लागि त्यस्तो गरेको। अब एच स्क्वायर भनेको के हो सिबी स्क्वायर सिबी, ठिक छ। बीडी स्क्वायर प्लस बी स्क्वायर भनेको के हो सिडी स्क्वायर। यहाँ के छ त भयो नि, यति सजिलो छैन कि, तर यो होइन 10 जस्तो चाहिँ हुँदैन, अलिक ख्याल चाहिँ गर्नुपर्छ। सिडी स्क्वायर बीडी स्क्वायर प्लस सिडी स्क्वायर हामीले के निकाल्यौँ सिबी स्क्वायर लेखौँ। अब एसी स्क्वायर भयो। अब 2AC सिडी यो छ। अब यसबाट अझै पनि भएन, किन भएन मतलब एसी यो भनेको ए भेक्टर हो छ हामीसँग, सिबी यो भनेको बी भेक्टर हो छ हामीसँग, एसी ए भेक्टर हो छ, तर यो सिडी भन्ने जिनिस चाहिँ कताबाट आयो त? यो हो नि त कुरा। सिडी हामीले युजै गर्न पाउँदैनौँ के। फेरि अब यसलाई जसरी भए पनि यही ए भेक्टर बी भेक्टरतिरै लानुपर्छ। अब यो लाने पनि फेरि सिकाउँछु, यसरी गर्नुपर्छ। फेरि यही पोइन्टलाई लिनुपर्छ हामीले। थीटा भयो यो पीबीएच। गाई यस्तो कुरा चाहिँ जानिराख्नुपर्छ। यो यस्तो पनि जानेन भने चाहिँ अलिक गाह्रो नै पर्छ। तीमाथि यो भेक्टर भन्ने च्याप्टर त सबैतिर नै आइरहेको हुन्छ, मतलब इलेक्ट्रिसिटीतिर पनि आइरहेकै हुन्छ, अप्टिक्सतिर चाहिँ आउँदैन। अप्टिक्स अनि थर्मोडाइनमिक्सतिर त्यति आउँदैन त्यति। अब हामीलाई के हटाउनु छ हामीलाई सिडी, यो सी भयो डी भयो बी। अब हामीलाई केले हटाउनु छ त? यसबाट हटाउनु छ। किन हटाउनु छ त यसबाट? तपाईँ बुझ्नु न, हेर्नु यो सिबी भनेको त बी भेक्टर होइन त, यी एचबाट हटाउनु पर्ने छ। र हामीले के छ, हामीले के दिएको छ सिडी भनेको बी, यो भनेको सिबी भनेको एच। अब बी र एच भएको फर्मुला कुन हो त? कस थीटा। यति सजिलो छैन। हेर्नु कस थीटा इज इक्वल टु बी बाई एच गर्नु। अब बी भनेको सिडी भयो, सिडी एच भनेको सिबी भयो, कस थीटा यसको थीटा। अब यता सिडी सिबी। अब हामीलाई के छ त दिएको? यहाँ सिडी छ, सिडी हटाउनु पर्ने छ। यता बुझ्नु है, मजाले बुझ्नु है। सिडी हटाउनु पर्ने छ। यो भेक्टर सिबी भनेको चाहिँ भेक्टर हो, सिबी भनेको भेक्टर हो, एसी भनेको ए भेक्टर हो। यो सिडी भनेको हामीले हाइपोथेटिकल यति तानेको, मतलब पाइथागोरस थ्योरम युज गर्नको लागि। अब सिबी पनि छ, अब सिडी। अब सिडीलाई एकातिर लगाउँ, किन भन्दाखेरि यो सिडीमा यसको भ्यालु हाल्यो भने त मतलब यो थीटा चाहिँ दिएकै हुन्छ क्या, एङ्गल चाहिँ। यता हेर्नु कसरी, मतलब सिडी इज इक्वल टु सिबी कस थीटा मजाले लेख्न सकिन्छ। यो मजाले लेख्न सकिन्छ। यो बुझ्नु, यस्तो सानो सानो कुरा मतलब यसरी यो कस थीटामा लानुपर्छ। अनि यो भरे बीडी स्क्वायर प्लस सिडी स्क्वायर आउँदाखेरि यस्तो एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायरको फर्मुला युज गरेर बी भेक्टरमा कन्भर्ट गर्नुपर्छ। यी बी भेक्टर भनेको कुन भेक्टर हो? बी भेक्टर भनेको सी भेक्टर हो सुरुमै। तर यता हेर्नु, सुरुमै हामीले पाइथागोरस, मतलब यसमा पाइथागोरस छ क्या। एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर। तपाईँलाई यसमा म तपाईँलाई अन्तिममा यसको कसरी याद गर्ने टेक्निक्सहरू पनि भनिदिन्छु। सिबी स्क्वायर प्लस एसी स्क्वायर भयो प्लस 2AC सिडी यो भयो। हेर्नु अब लेख्न सक्यो, मजाले लेख्न सक्यो। 2AC एसी त एसी नै छ, केही छैन। सिडी भनेको चाहिँ सिबी कस थीटा छ, सिबी कस थीटा। अब मतलब यत्रो के लेख्नु। अब एकैटा भ्यालु हालिदिउँ न हामीले, त्यही भएर यो डिनोट गरेको। सिबी भनेको के हो? बी भेक्टर। ए भेक्टरलाई चाहिँ अगाडि ल्यायौँ ल, अलिक हेर्दा पनि राम्रो देखिन्छ। मतलब बी र एमा ए अलिक अगाडि लेख्दा अलिक राम्रो देखिन्छ नि त। एसी मतलब ए भेक्टर भयो, यो ए भेक्टरको स्क्वायर, ए भेक्टरको स्क्वायर मतलब यो भेक्टरमा जाँदैन, ए स्क्वायर प्लस बी स्क्वायर प्लस 2AB कस थीटा। यो भनेको चाहिँ रिजल्टेन्ट हो,
गाइस तपाईहरुले धेरै थोक बुझाउनु पर्ने छ, चिन्ता नगर्नु। मैले के भर्यो ए त्यो लेखेँ, यसको माथि यो चुच्चो त्यो लेखिएन, म तपाईलाई बुझाउँछु। अब r = रुट a स्क्वायर प्लस b स्क्वायर प्लस 2ab cos थीटा। अब यता नि, अब म अन्तिममा बुझाउनु पर्ने कुरा चाहिँ यो सबै माथिका भन्दा धेरै महत्त्वपूर्ण त छैनन् होला, तर छन्। ए भेक्टर, कुनै पनि भेक्टरलाई भेक्टरबाट स्केलर लग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा छ। यो सकिन्छ यदि यसबाट, मतलब भेक्टर भनेको के नै हो र? भेक्टर भनेको म्याग्निट्युड हुन्छ त्यसमा, अनि अर्को भनेको डाइरेक्सन हुन्छ। यदि डाइरेक्सन हटाइयो भने स्केलर भइहाल्यो नि, त सजिलै भइहाल्यो नि। डाइरेक्सन हटाउने कसरी? ए भेक्टर भनेको म्याग्निट्युड, यो ए को म्याग्निट्युड हो। यता यसलाई यसरी डिनोट गरिन्छ है, यो याद गर्नुपर्छ यसरी। ए यो हो, अनि यो भनेको यो यस्तो यस्तो यस्तोलाई चाहिँ डिनोट गरेर चाहिँ यो डाइरेक्सन हो। अब यसबाट डाइरेक्सन हटाउन के गर्नुपर्छ भन्ने उठ्छ होला, तर यो डाइरेक्सन हटाउन सकिन्छ। त्यसलाई एकछिन छोडिदिएको म। यो म्याग्निट्युड भनेकै त हाम्रो यो डाइरेक्सन बिनाको जिनिस हो। यही भनेको त म्याग्निट्युड बिनाको, डाइरेक्सन बिनाको जिनिस हो। डाइरेक्सन बिना यो डाइरेक्सन त होइन, यसको त भ्यालु मात्रै हो, केही काम छैन। यो निकाल्ने पनि तरिका छ, सजिलो छ। मतलब ए भेक्टर = xi, यो त डाइरेक्सन है, yj गर्यौँ भने x² + y² ले हाम्रो ए भेक्टर दिन्छ, ए को म्याग्निट्युड दिन्छ, मजाले दिन्छ। यसरी दिन्छ। x² + y²। अनि यसरी मतलब कुनै भेक्टरलाई यदि स्क्वायर, मतलब त्यससँग स्क्वायर गरियो भने त्यसको नि म्याग्निट्युड निस्किन्छ क्या। यो कुरा त याद राख्नु। यो भरे गरौँला। यो धेरै ठुलो च्याप्टर हुन्छ कि क्या, धेरै लामो, केही छैन, ठिक छ। a² + b² + 2ab cos थीटा। अब म तपाईलाई के भन्न गइरहेको छु भन्दाखेरि, साँच्चै यसको टिप्स एन्ड ट्रिक्स सजिलो छ। यो टिप्स एन्ड ट्रिक्स चाहिँ यहाँ याद राख्नु, यति सजिलो छैन। सुरु भनेको r निकाल्नको लागि r लेखेँ मैले। r निकाल्ने h² = p² + b² गर्नु। अनि b भेक्टर बनाउनको लागि फेरि h² = p² + b² फर्मुला युज गर्नु। अनि फेरि अब त्यो मतलब अर्कै पोइन्ट आउँछ, मतलब कुन मतलब ए भेक्टरकै तिरको पोइन्ट आउँछ। त्यस्तो पोइन्ट आउनको लागि, हटाउनको लागि चाहिँ cos थीटा युज गर्नु। cos थीटा भनेको के हो? b / h हो। सजिलो, सिम्पल। तपाईको रिजल्टेन्ट आयो। r² भन्दै त्यसको म्याग्निट्युड हो। यसको यस्तो गरियो भने चाहिँ यो रिजल्टेन्ट हो। ल अब हामीले यो पनि सक्यौं। यो प्यारालेलोग्राम चाहिँ म लगभग छिटै पढाउँछु। भिडियो अलिक लामै हुने हो कि, धेरै नै लामो। मतलब यो भेक्टर छ, प्यारालेलोग्राम चाहिँ म अलिक छिटै पढाउँछु। यो तर प्यारालेलोग्राम चाहिँ सजिलै छ, सेम त हो। यता हेर्नु, यो भेक्टर र यो भेक्टर यसरी गरिरहेछन् भने यसरी यसको रिजल्टेन्ट यस्तो निस्किन्छ। अब तपाईले मैले पढाकै छु, यस्तो भयो भने प्यारालेलोग्रामको तपाईलाई पनि थाहा छ होला, AABB हुन्छ भनेर। मतलब यो भयो b भेक्टर, यो भयो a भेक्टर, यो भयो r। अहिलेको जस्तै फेरि फर्मुला युज गर्ने। यो भनेको अल्फा, मतलब रिजल्टेन्ट र योसँग बनेको अल्फा, अनि यो र यो बनेको चाहिँ थीटा। r भनेको फेरि त युज गरौँ, r² = अहिले जस्तो युज गर्दिनँ। अब एकदम डाइरेक्ट गर्छु, अहिलेको बुझिहाल्नु, सेमै छ। a² + b², a² + b² युज गरेर एकटा यस पनि हाइपोथेटिकल तार्नुपर्छ त साँच्चै। मतलब बिर्सिरहेको त, न त कहाँ युज गर्न पाइन्छ। h² = p² + b² त युजै गर्न पाइँदैन यदि 90 डिग्री भएको छैन भने। पाइथागोरस, यो त याद राख्नुपर्छ। r² =
आर स्क्वायर इज इक्वल टु ए भ्याक्टर, यसको पोइन्ट राख्नु सी, यसमा के राख्नु ओ होइन पिए टी पार्ट, पिए टी पार्ट इधरको पोइन्टै छैन। अब त ए भ्याक्टर लेख्दा हुन्छ, ए भ्याक्टरको ए भ्याक्टर प्लस पिए होल स्क्वायर प्लस एटीको होल स्क्वायर सजिलो छ है। युज गरौँ ए भ्याक्टर एकेर म्याग्नेटुडमा देखाइदिएँ, ए स्क्वायर टु ए भ्याक्टर पिए भयो प्लस एटी स्क्वायर भयो। एकछिन मैले मिस्टेक गरेँ कि हो कि पाइथागोरस थ्योरम ए भ्याक्टर प्लस पिए टिए भइरहेछ नै भइरहेछ एटी स्क्वायर। फेरि अहिले जस्तै पाइथागोरस युज गर्छु। अहिले त म अलिक डाइरेक्ट लेखिदिउँ कि क्या हो, तपाईँहरूलाई नै अल्छी लाग्यो होला। बी भेक्टर भनेको पिए स्क्वायर प्लस टिए स्क्वायर हो। तपाईँ सजिलै लेख्न सक्नुहुन्छ यस्तो। ए के मिस्टेक भयो गरे त अहिले थाहा भयो नि त, यो छोडेको छु भने त्यही भएर नि यो एकैटा लेखिदिएँ मैले। यो बी भेक्टर हो, यो भइहाल्यो मतलब यसको म्याग्निट्युड मात्रै भयो। टु ए भेक्टर पिए हो, यो पिए, अब यो पिए हो अहिले जस्तो गरौँ। थीटा भयो, यो पिए भयो, यो टी भयो, मतलब कस थीटा लाउनुपर्छ। कस थीटा भनेको बी बाई एच, यो बी भयो, यो पी हो, यो एच भयो। एच भनेको बी भेक्टर हो, यता हेर्नु यो हो बी अनि बी हो सब, मतलब कस थीटा बी भेक्टर। एच भनेको के हो, ए बी भनेको त यो मुनिको पिए पिए अनि यो एच भनेको चाहिँ बी भेक्टर हो। मतलब पिए भनेको के भयो, पिए भनेको बी भेक्टर कस थीटा भयो। अहिले जस्तै आयो ए स्क्वायर प्लस बी स्क्वायर प्लस टु ए भेक्टर बी भेक्टर कस थीटा। लास्टै सजिलो छ, यो जस्तो सजिलो त केही छैन। अब हामी अन्तिममा यो डाइरेक्सन निकाल्न सिक्छौँ। डाइरेक्सन मतलब सजिलो छ। यो डाइरेक्सन मतलब म प्यारालेलोग्रामबाटै गर्छु है। यो प्यारालेलोग्राम हो, यो भयो बी भेक्टर, यो भयो ए भेक्टर यतातिर गइरहेछ, यो भयो बी भेक्टर, यो भयो रिजल्टेन्ट ए भेक्टर। अब हामीलाई डाइरेक्सन भनेको चाहिँ के भन्दा रिजल्टेन्टले ए भेक्टरसँग बनाएको एङ्गल हो। यो यति सजिलो छैन गई, त्यसमा नि तान्नुपर्छ यो पोइन्ट अल्फा। मतलब यसमा हामी युज गर्नुपर्छ टेन अल्फा। टेन अल्फा भनेको के हो, पी बाई पी मतलब पी भनेको के हो, यो भयो, यो पी भनेको बी भेक्टर भयो। पी बाई बी बी भनेको के हो, ए भेक्टर ए भेक्टर, यो राखौँ के राखौँ, एसएन राखौँ न, एसएन राख्दा नि हुन्छ, एसएनै राखौँ ल। टेन अल्फा इज इक्वल टु बी भेक्टर भयो यो तपाईँको। अब यो एसएनलाई हटाउनु पऱ्यो, केही गर्नु पऱ्यो। फेरि थीटा भयो, यो भयो एसएन बी भेक्टर, यो भयो बी भेक्टर। अब हामीले एसएनलाई हटाउनु पर्ने हो। एसएन भनेको के हो, एसएन भनेको बेस, यो भनेको परपेन्डिकुलर, यो भनेको एच भने चाहिँ हामीले कस थीटा युज गर्नुपर्ने रहेछ। कस थीटा भनेको बी बाई एच, कस थीटा इज इक्वल टु एसएन बाई बी भेक्टर। एसएन इज इक्वल टु कस थीटा बी भेक्टर भयो, मतलब ए भेक्टर प्लस
बी भेक्टर कस थीटा भयो। यो त बी को मात्रै हो नि, यो कस, अर्को कस होइन, अर्को कस भनेर हाल्नु होला फेरि तपाईँ। यो लगभग सही त मयो एकछिन गाइड चाहिँ यहाँ मैले मिस्टेक गरिहालेँ नि, मैले त यसको लागि बी भेक्टर सम्झेछु। एकछिन यसो ल्याइदिउँ एएन, यो त एएन भयो नि त, पिएन गरेछु फेरि ए परपेन्डिकुलर भनेको यो एएन भयो। ठिक छ, फेरि अब युज गरौँ। अब हामीलाई के छ एएन दिएको छ, मतलब पी दिएको छ, एच दिएको छ। हामीले निकाल्नु पर्ने हामीले हाल्नुपर्ने एचको भ्यालु भने चाहिँ हामी के गर्छौँ, पी बाई एच भनेको के साइन थीटा, साइन थीटा इज इक्वल टु पी बाई एच साइन थीटा। पी भनेको के हो, पी भनेको एएन, एच भनेको के हो बी भेक्टर, बी भेक्टर, एएन भनेको के हो बी भेक्टर साइन थीटा। यो बी भेक्टर एकछिन लेख्दिनँ म, बी साइन थीटा लेख्छु, ए प्लस बी कस थीटा। यो बी भन्नु र त यस्तो भन्नु मैले सेम सेम पारेको है, मतलब यसमा त्यति साह्रो डाइरेक्सनको कामसम्म आउँदैन, किनभने हामीले डाइरेक्सन नै निकाल्नु पर्ने हो। तर डाइरेक्सन पनि यहीँ काम आइरहेछ नि यहीँ। अब लगभग यो मतलब यसमा धेरै थोक छ होइन, धेरै नै भिडियो छ धेरै। यसमा हाल्नुपर्ने मतलब अझै कम्पोनेन्ट रेजोल्युसन पनि छ, रेजोल्युसन अनि मतलब आइजे के को नि कुराहरू छ। तर यो अर्को भिडियोमा आउँछ। अहिलेको लागि बाई बाई, अर्को भिडियोमा मिल्ने नै छौँ भन्दै आशा गर्दैछु। कमेन्टमा #part2 लेख्नु नबिर्सिनु होला, पार्ट 2 छिटै नै आउनेछ।